BNN News. In-depth stories. नमस्कार, म हेम खड्का। सधैँ जसो हामी समसामयिक विषयमा कुराकानी गर्नेछौँ। देशको बारेमा, देशको आर्थिक अवस्थाको बारेमा र अहिलेको वर्तमान अवस्थाको विषयमा हामी छलफल गर्ने गर्छौँ। आजको कार्यक्रममा भने युवा व्यवसायी र एकदम ऊर्जावान व्यक्तित्व हुनुहुन्छ जुम्लाका युवा व्यवसायी दीर्घ आचार्यसँग हामी कुराकानी गर्नेछौँ। कार्यक्रममा उहाँलाई स्वागत गरौँ। कार्यक्रममा स्वागत छ दीर्घजी। हस्, नमस्ते। सबैभन्दा पहिला दीर्घ आचार्य जुम्लाबाट बिलोङ्स गर्नुहुन्छ, जुम्लादेखि। अहिले यहाँले गरिराखेको व्यवसायहरू के छ? कहिलेदेखि व्यवसायमा लाग्नु भएको छ? म यो 2072 सालको भूकम्पपछि कहीँ न कहीँ म व्यवसायसँग जोडिएँ। सुरुमा मैले ट्रेडिङ व्यवसाय गरेँ, जस्तो कि अरू कम्पनीहरूसँग सामान लिने, मार्केटमा सेल गर्ने। सँगै मैले चाहिँ 2074 सालदेखि एउटा उद्योग स्थापना गरेर काम गरिरहेको छु। 65 सालदेखि चाहिँ यहाँ 72 सालदेखि निरन्तर चाहिँ तपाईँ व्यवसायमा लाग्नु भएको छ। त्योभन्दा अगाडि चाहिँ अगाडि त म बिजी हुनुहुन्थ्यो? अगाडि म त चाहिँ अध्ययनमै थिएँ है। त्योभन्दा अगाडि म पढाइ थिएँ, सँगसँगै म टिचिङ पनि गर्थेँ आफ्नो चाहिँ जीविकोपार्जनको लागि। 2072 सालपछि मेरो ठ्याक्कै फिल्ड चेन्ज भयो। म कसरी म यो व्यवसायसँग जोडिएँ। त्योभन्दा पछि जस मेरो ठ्याक्कै उतापट्टिको फिल्ड चेन्ज भएर निरन्तर अहिले म व्यवसायमै छु। किनभने नेपालमा चाहिँ व्यवसायका पनि सम्भावना मैले राम्रो देखेँ। गर्न सकिने सम्भावना यहाँ राम्रो देखेरै भनौँ, जस म अहिले व्यवसायमै छु। ट्रेडिङ व्यवसाय जो चाहिँ तपाईँले सप्लाईको काम, डिस्ट्रिब्युटको काम गर्नुहुन्थ्यो, त्यसपछि तपाईँ आफै उत्पादनतर्फ लाग्नुभयो। अहिले अब बजारको समस्या या उत्पादन र बजार बीचको चुनौतीहरू कस्ता छन्? तपाईँले के अनुभव गर्नु पर्यो बिचमा? अहिले यहाँ चुनौती त धेरै छन् है। सुरुमा मैले अरू कम्पनीसँग सामान लिएर मार्केटमा बेच्दा, जस्तो चाहिँ मेरो आफ्नो कस्टमरको चोइस अनुसारको सामान मैले चाहेर पनि दिन नसक्ने, चाहिँ उहाँहरूको चाहिँ डिमान्ड अनुसारका चाहिँ उत्पादनहरू गर्न, अब जस आफ्नो हातमा उत्पादन नभएपछि आफूले केही गर्न सक्ने कुरा रहेन। अरू कम्पनीको जस्तो प्रोडक्ट छ त्यही प्रोडक्टलाई ल ठ्याक्कै यो भनेर दिनुपर्ने स्थिति थियो। अनि मैले सँगै चाहिँ उत्पादन कुनै सुरुमा चाहिँ मैले सामान्य चाहिँ एउटा सिरानी बनाउने कामदेखि लिएर उत्पादनको काम सुरु गरेँ। मैले बिस्तारै प्रोडक्सनको आइडियाहरू जाने। मैले चाइनाका केही त्यस्ता कम्पनीहरूसँग कोर्डिनेसन गरिराखेको थिएँ। उहाँहरूसँग पनि मैले प्रोडक्सनको आइडिया लिएँ। त्यही किसिमको चाहिँ मेसिनरीहरू मैले चाइनाबाट लिएँ। अहिले जस मलाई लाग्छ कि मैले गरेको फिल्डमा मेरो कस्टमरको डिमान्ड, अब मार्केट त चाहिँ सधैँ एउटै हुँदैन। जस्तो आज एउटा चाहिँ सामानको डिमान्ड हुन्छ, अब भोलि ठ्याक्क फेरि चाहिँ भोलिको दिनमा फरक पर्ने हुन्छ व्यवसायमा। हामीले चाहिँ कस्टमरको चाहिँ डिमान्डलाई बुझेर तत्कालै प्रोडक्सन गर्ने इस्टिमेट बनाइरहेको छौँ आजभोलि। भनेको यहाँले अहिले चाहिँ वस्तुहरूको उत्पादन चाहिँ यहीँ गर्नुहुन्छ। जस्तो कस्तो सामानहरू चाहिँ हामीसँग सामानमा चाहिँ हामीले अहिले म्याट्रेसहरू, फाइबर सिरक, पिलो, कुसन, बेडसिट, त्यस्तो किसिमको जस होम टेक्सटाइल लाइनको काम गर्छौँ। भनेको घर आइसी चाहिने, घरभित्र चाहिने सामानहरू तपाईँको सिरानीदेखि लिएर जस एउटा रुमभित्रको सबै कुराहरू हुन्छ भनौँ न। जस्तो हामीसँग कार्पेट हुन्छ, कार्पेट गलैँचा भनौँ न, म्याट्रेस, फाइबर सिरक, कुसन, पिलो, सबै एउटा बेडको सबै सेट हुन्छ भनौँ न। त्यो चाहिँ सबै नेपालमै अहिले उत्पादन अहिले हामीले नै यहीँ उत्पादन गरिरहेको छौँ। र मेटेरियलहरू बाहिरबाट लिन्छौँ। बाहिरबाट र मेटेरियल ल्याउनुहुन्छ, जस्तै कुन देशबाट बढी र मेटेरियल? अहिले स्पेसल धेरै चाहिँ र मेटेरियल हाम्रो चाइनाबाट आउँछ। चाइना लगायत इन्डिया, थाइल्यान्ड, भियतनाम, कोरियाबाट लिइरहेको छ। ती सामानहरू जस्तो कि र मेटेरियल्सहरूलाई ल्याउने र नेपालमा चाहिँ त्यसलाई फिट गर्ने, त्यसलाई फिनिसिङ गर्ने, सेमी फिनिसिङ सामानहरू तपाईँ ल्याउनुहुन्छ। र फिनिसिङ चाहिँ सेमी फिनिसिङ पनि होइन, हामीले ल्याउने टोटल्ली र मेटेरियल ल्याउँछौँ। टोटल र मेटेरियल यहाँ ल्याएर चाहिँ हामीले सबै फिनिस चाहिँ हामीले यहीँ गर्छौँ। अनि त्यसको दक्ष जनशक्ति, त्यसलाई चाहिने चाहिँ यहाँ इक्विपमेन्टहरू, त्यो चाहिँ कसरी चाहिँ तपाईँको जुटाउनु भयो? त्यो एकदमै समस्या छ है। यो इन्डस्ट्री लाइनमा सबैभन्दा ठुलो समस्या नै त्यही छ। किनभने र मेटेरियल पनि यहाँ नपाउने,
मेसिनरी पनि यहाँ नपाउने, त्यो मेसिनलाई चाहिँ चलाउने मान्छेहरू चाहिँ दक्ष म्यान पावर पनि यहाँ नपाउने, त्यो एकदम ठुलो समस्या छ। तर मैले गरेको चाहिँ के हो भने र मेटेरियल हामीले बाहिरबाट ल्यायौँ, मेसिन दिने कम्पनीसँग कोअर्डिनेसन गर्दै कसरी काम गर्न सक्छ। जस अहिले हामीसँग भएको मेसिनलाई चलाउने मान्छे हामीले आफै उत्पादन गरेर काम गराइरहेछौँ। पक्कै पनि यो बिचमा जस्तो यहाँले उत्पादन गर्नुहुन्छ, बजारको चाहिँ व्यवस्थापन गर्नुहुन्छ, अनि बजार पनि अहिले खासै छैन, धेरै नेपालीहरू तपाईँको विदेशी नपर्ने बाध्यता छ रोजगारीका कारणले, अनि त्यो कारणले जनशक्ति पनि पाइँदैन। यो विषयलाई तपाईँले कसरी हेर्नु भएको? यसमा दुईटा कुरा छ सर। एउटा कुरा त के छ, यहाँ रोजगारी नपाएर मान्छे विदेश गइरहेछ। अर्को कुरा के छ भने यहाँ रोजगारी नपाएर भन्दा पनि नेपालीहरूमा यहाँ काम गर्नुपर्छ भन्ने मान्यताको पनि विकास भएको छैन कि। मान्छे लयमा युरोप गयो भने यति कमाइ हुन्छ, अमेरिका गयो भने यति कमाइ हुन्छ, अस्ट्रेलिया गयो भने यति कमाइ हुन्छ भन्ने यो एउटा दिवा सपना जस्तो अरू मान्छेले भनेको भरमा मान्छेहरू पनि गइरहेछ कि। त्यो किसिमको चाहिँ श्रम, त्यो किसिमको चाहिँ एउटा चाहिँ आइडिया यहीँ लगायो भने काम गर्न सक्ने सम्भावना नेपालमा पनि नभएको चाहिँ होइन। किनभने त्यसको उदाहरण म आफै पनि हो होइन। म चाहिँ तपाईँको यो अहिले हामीले काम गर्दै गरेको मेरो ट्रेनिङ बिजनेसदेखि लिएर इन्डस्ट्रीसम्मको समय चाहिँ क्यालकुलेसन गर्दा यो 10 वर्षको पिरियडमा मलाई धेरै राम्रो गरेको फिल हुन्छ है। किनभने एकजना मसँगैको साथी चाहिँ, मेरो एकजना साथी अमेरिका गइरहेछ, म कहिलेकाहीँ उसँग चाहिँ कम्पेरिजन गर्छु आफूलाई, म पनि उभन्दा तल छु जस्तो मलाई फिल हुँदैन। त्यही भएर नेपालमा सबैभन्दा कुरा के छ भने एउटा यो चाहे गभर्मेन्टबाट होस् चाहे तपाईँ जस्तो मिडियाबाट होस्, एउटा चाहिँ यो चाहिँ सन्देश दिन जरुरी छ कि नेपालमा गऱ्यो भने नेपालमा पनि राम्रो सम्भावना छ है, यहाँ गर्नुपर्छ भन्ने मान्यता चाहिँ यहाँ विकास गर्न जरुरी छ। यहाँ त के छ, राज्य पनि चाहिँ विदेशी रेमिटेन्स र इम्पोर्टमा जसरी चाहिँ राज्यले कर चाहिँ उठाउँछ नि, विदेशी रेमिटेन्स र इम्पोर्ट भएको सामानमा कर उठाएर चाहिँ राज्य चलिरहेको छ कि। अहिले के छ भने राज्यले आफ्नो म्यान पावरको पसिना यहीँ बगाउन सक्यो भने यहाँ गर्न सक्ने सम्भावना धेरै छ जस्तो लाग्छ मलाई। अब के छ भने सबै काम आफैले गर्न सकिँदैन। म त यहाँ गर्न धेरै ट्राई गरिरहेको छु। म त आफैले काम गरिरहेका मान्छेलाई, मेरो मातामा बसेको मान्छेलाई पनि उसलाई आफ्नो व्यवसाय गर भनेर म प्रमोट गरिरहेको हुन्छु। पक्कै पनि कर्णालीदेखि चाहिँ तपाईँले जो एउटा उदाहरण पनि हो, यो कर्णालीदेखिको, कर्णालीबाट एउटा उदाहरण पनि हो, तपाईँ एउटा व्यक्तित्व होइन, सफल युवा व्यवसायीका रूपमा देशमै केही गर्न सकिन्छ है, देशमा पनि गर्यो भने हुन्छ भन्ने उदाहरण पनि हो। तर 20औं 30औं 50औं लाख रुपियाँ लगानी गरेर विदेश नपर्ने बाध्यता, त्यसको पछाडिको कारक चाहिँ राम्रो गभर्नेन्स नभएर या सरकारका कमी कमजोरीका कारणले पनि हो भन्ने हुन्छ। आम धेरै अहिले जो चाहिँ 40 लाख भन्दा बढी युवाहरू विदेशिएका छन्, जो चाहिँ मुख्य उत्पादन गर्न सक्ने जनशक्ति हो, त्यो जनशक्ति अहिले बाहिर छ। नेपालमा चाहिँ काम गर्ने मान्छेहरू पाइँदैन हैन। त्यसको जिम्मेवारी त सरकार पनि होला नि त, तपाईलाई कस्तो लाग्छ? हैन, जिम्मेवार सरकार त नहुने कुरै रहेन। सरकार भनेको अभिभावक हो है। सरकारको जिम्मेवारी त यहाँ 100 मा 100% छ। तर कुरा के छ भने सबै कुरा सरकारको चाहिँ टाउकोमा राखेर नागरिकले पनि उन्मुक्ति पाउँछन् जस्तो मलाई लाग्दैन है। तर के छ भने सरकारले दिने गाइडलाइन्स त आफ्नो ठाउँमा छ, तर स्वयं व्यक्ति पनि त चाहिँ यही केही गर्न तत्पर त देखिनु पर्यो नि है। यहाँ के छ भने यहाँको व्यवसाय अथवा यहाँको चाहिँ युवाहरूको पनि मैले एउटा दुईटा कमजोरी देखिरहेको छु। उहाँहरू चाहिँ बाहिरको कुरा चाहिँ एउटा दिवा सपना, अस्ट्रेलियामा यति कमाइ हुन्छ, अमेरिकामा यति कमाइ हुन्छ भन्ने अरूको भनाइलाई चाहिँ विश्वास गरेर उहाँहरू चाहिँ 50-60 लाख इन्भेस्ट गर्न तयार हुनुहुन्छ। तर त्यो 50-60 लाख आफ्नै माटोमा चाहिँ लगानी गर्न उहाँहरू चाहिँ तयार हुनुहुन्न। यसमा के छ भने एउटा सरकारले यहाँ त्यो किसिमको वातावरण बनाउन नसक्ने एउटा कमजोरी रह्यो। सरकारले अर्को कुरा के हो भने तिनै युवालाई यहीँ गर्न सकिन्छ है, यहाँ पनि विभिन्न किसिमको चाहिँ सम्भावना छ है, तपाईहरु जस्तो चाहिँ युवाले यहाँ गर्न सक्ने सम्भावना छ भनेर राज्यले चाहिँ उहाँहरूलाई चाहिँ त्यस्ता स्किमहरु ल्याउन जरुरी छ हैन। उहाँहरूलाई यहीँ रोकेर काम गर्यो भने यहाँ राम्रो सम्भावना छ। हाम्रो त के छ भने उत्तरको चीन चाहिँ दक्षिणको भारत यत्रा ठुलठुला देशहरु चाहिँ तलमाथि हुँदै गर्दा हामीले सानो उत्पादन गरेर तलमाथिका दुईटा देशमा मात्रै सप्लाई गर्न सक्ने माहौल बनायो भने यहाँ ठूलो सम्भावना छ। सम्भावना नभएको चाहिँ छैन। तर के छ भने हाम्रो गभर्नमेन्टसँग चाहिँ एक्सपोर्टको पोलिसी छैन
है जसो हामीले उत्पादन गर्यौँ अब हामीले के छ थर्ड कन्ट्रीबाट चाहिँ र मेटेरियल मेसिन सबै कुरा चाहिँ थर्ड कन्ट्रीबाट ल्याउने र चाहिँ सेल्स चाहिँ लोकल मार्केटमा गर्नुपर्दा समस्या चाहिँ छ तर त्यसमा सरकारले चाहिँ त्यस्तो किसिमको चाहिँ पोलिसी ल्याउन एकदमै जरुरी छ जस्तो के छ चाहिँ एक्सपोर्ट गर्दा चाहिँ उसलाई दिने चाहिँ कर छुटका कुराहरू हुन सक्लान् हैन सरकारले त्यस्ता नीतिहरू बनायो भने अन्तर्राष्ट्रिय बजारीकरण गर्ने या देशमा उत्पादित वस्तुहरू चाहिँ एक्सपोर्ट गर्ने पोलिसी चाहिँ सरकारको अलिक कम छ भन्ने लाग्यो यहाँलाई एकदमै जस्तो अहिले समसामयिक विषयमा पनि अलिकति गरौँ तपाईँ युवा व्यवसायी पनि हुनुहुन्छ हजुर भर्खरै शिक्षकहरूले आन्दोलन सके हजुर डाक्टरहरूको निरन्तर आन्दोलन छ अब यो शिक्षकको आन्दोलन डाक्टरको आन्दोलन अनि सरकार बाहिर बस्ने चाहिँ दलहरूको छटपटाहटको आन्दोलनहरू अर्कोतर्फ तपाईँले सुन्नु भएको छ राजावादीहरूको आन्दोलन हैन अनि राजा चाहिँ को विपक्षीवादीहरूको आन्दोलन पनि समाजवादीहरूको भन्नुहोस् न त्यहाँ सरकारमै हुनेहरूको पनि छ अब सरकार चलाउनेहरू पनि सडकमा आएर शक्ति प्रदर्शन गर्ने अवस्था छ यो अस्थिरताका बीचमा व्यवसायीहरूले भोग्नु परेको पीडा र तपाईँ एउटा युवा भएको नाताले तपाईँलाई लाग्ने विचार के छ अब यसमा त यस्तो छ यो एकदमै दुःख लाग्दो कुरा छ अब आज एउटाको आन्दोलन भोलि अर्कोको आन्दोलन कसरी चाहिँ मान्छेहरूले व्यवसायबाट केही गर्न सकिन्छ भनेर कसरी सोच्ने एकदमै गाह्रो स्थिति चाहिँ छ है अब यसमा के छ भने यो चाहिँ अब यस्ता किसिमका आन्दोलनहरू नहुन् हैन नेपालले गर्ने त्यही त हो हैन व्यावसायिक वातावरण बनाउनको लागि अब के छ भने आन्दोलन आज एउटा राजावादीको आन्दोलन भोलि अर्को चाहिँ राजा चाहिँ विपक्षको चाहिँ आन्दोलनले गर्दा चाहिँ व्यवसायिक वातावरण त यहाँ पक्कै पनि छैन तर पनि चाहिँ यसकै बावजुद पनि गर्यो भने चाहिँ हुन्छ भन्ने चाहिँ मान्यतामा म टिकेको छु एउटा युवा व्यवसायी हामी तपाईको व्यवसायको सफलताको कामना पनि गर्छौं पछिल्ला दिनहरु यहाँको चाहिँ शुभ रौं एकैछिन व्यावसायिक पाटोलाई राखेर थाती राखेर एउटा आर्कबाट एउटा युवा हुनुको नाताले हेर्नु भयो भने तपाईलाई राजावादी ठिक कि समाजवादी ठिक अब यस्तो छ राजावादी ठिक कि गणतन्त्रवादी ठिक भन्दै गर्दा यो नेपालमा के भयो भने सधैँ व्यवस्था परिवर्तनका लागि चाहिँ मात्रै रगत बगाउने काम भयो कयौं शहीदहरूले चाहिँ रगत बगाउनु भयो म त के भन्छु भने अब व्यवस्था परिवर्तन मात्रै होइन अब अवस्था परिवर्तनको लागि पसिना बगाउनु पर्ने दिन आएको छ के छ भने व्यवस्था हिजो चाहिँ अब राजा फाल्नको लागि पनि त चाहिँ कयौं शहीदहरूले चाहिँ आफ्नो बलिदान दिनुभयो अबसम्म व्यवस्था परिवर्तन गरिराख्ने चाहिँ होइन जस्तो लाग्छ मलाई त्यही व्यवस्थामा टिकेर अब यहाँको चाहिँ अवस्था परिवर्तन गर्नुपर्छ अहिले यसो छ नि त दलहरुका थुप्रै छोटे राजाहरू हैन मैले तदेखि सिंहदरबारसम्म हैन छोटे राजाहरूको चाहिँ जन्म भयो यस्तो छ भ्रष्टाचारले चाहिँ डामाडोल छ त्यो भन्दा त एउटै राजा ठिक भन्ने कता कति चाहिँ सुनिन्छ तपाईले भएको सर्कल भित्र यस्तो चीजहरु छ यो एकदमै हुन्छ यो छलफल नहुने कुरै छैन है हिजोका दिनमा एउटा राजाले चाहिँ शासन गरेर चाहिँ सबैले चाहिँ भैतीहरूलाई चाहिँ दमन भयो भन्ने हिसाबले चाहिँ राजालाई फालियो है आज यी राजनीतिक पार्टीहरूका छोटे राजाहरूले गर्दा यी हजारौं चाहिँ राजाहरू भन्दा एउटै राजा ठीक हो कि भन्ने त मलाई मात्र हैन सम्पूर्ण चाहिँ नेपालीहरूलाई नलागेको चाहिँ पक्कै होइन अहिले त्यो पनि लागिरहेको छ तर कुरा के छ भने राजै आएर पनि चाहिँ फेरि सम्पूर्ण चाहिँ नेपालीहरूको चाहिँ जीवन स्तर माथि जान्छ त्यो किसिमको चाहिँ वातावरण हुन्छ भन्ने त ग्यारेन्टी पनि त छैन नि हैन अब राजै आएर मात्रै हुने होइन तर म के भन्छु भने अब चाहिँ यो व्यवस्था परिवर्तनतिर लाग्नु भन्दा पनि अवस्था कसरी परिवर्तन गर्न सकिन्छ यहाँ भएका राजनीतिक दल यहाँ भएका चाहिँ बुद्धिजीवी सम्पूर्ण चाहिँ यो राज्य सञ्चालन गर्ने चाहिँ शक्तिहरूले त्यो बुझ्न जरुरी छ भन्छु म यस अर्थमा यहाँले चाहिँ अहिले अब राजावादी समाजवादी यो भन्दा पनि या गणतन्त्रवादी भन्दा पनि अहिलेकै व्यवस्था ठीक छ यो व्यवस्थालाई चाहिँ सुधारेर लानुपर्छ
अगाडि बढ्नुपर्छ भन्ने नै यहाँको छ व्यवस्था फ्याल्ने परिवर्तन व्यवस्था गर्ने भन्ने म त अहिले चाहिँ यो फेरि एउटा व्यवस्था फाल्नको लागि त्यत्रो लामो समय लाग्यो है त्यतिखेर चाहिँ एउटा चाहिँ अब त्यो व्यवस्था फाल्नका लागि चाहिँ सयौं मान्छेहरूले चाहिँ बलिदानी दिनु पर्यो हैन कयौं मान्छेले दुःख पाए फेरि अर्को व्यवस्था फाल्नको लागि फेरि त्यो स्थिति नआओस् भन्छु म चाहिँ व्यवस्थाको मात्रै कुरा छैन दीर्घजी यहाँ त अहिले के छ भन्नुहुन्छ भने पुराना भर्सेस नयाँको लडाई पनि छ पुराना दलहरू पार्टीहरू नेताहरूले अहिलेसम्म सरकार सत्ता छोड्ने पार्टी छोड्ने नयाँ नेतृत्वलाई जिम्मा लाउने छैनन् त्यो तयारीमा देखिँदैन तपाईले सुन्नुभयो होला कि यो केही समय अगाडि प्रधानमन्त्री ओलीले के भन्नुभयो भने अब ठिकै छ नि त 15 महिना पछि चाहिँ प्रधानमन्त्री शेरबहादुरजीलाई दिन्छु अब 15-20 वर्षपछि सम्म त कुर्न पर्यो नि पार्टीमा अर्को नेतृत्व भन्नुभयो त्यस्तै माओवादीको नेता प्रचण्डले के भन्नुभयो भने 2 कार्यकाल चाहिँ एकदमै आवश्यकता छ देशका लागि नै आवश्यकता छ पार्टीको लागि आवश्यकता छ भन्नुभयो शेरबहादुरजीको त पात्रै हेर्न परेन उहाँको त लेखेकै छ ज्योतिषीले भनेपछि यो अवस्थामा नयाँ युवाहरू जस्तो चाहिँ रविले चाहिँ नयाँ पार्टी खोल्नुभयो रवि लामिछानेले नयाँ पार्टी खोलेर 20 सिट हासिल गर्नुभयो उहाँको पनि अहिले चाहिँ यात्रा ओह्रालो छ सरकारले पनि एक खालको घेराबन्दी गरेको चाहिँ प्रष्टै देख्न सकिन्छ बालेन शाह तपाईको काठमाडौँ महानगरमा उनी बिस्तारै घेराबन्दीमा पर्दैछन् नयाँ भनिएका तपाईको हर्क साम्पाङ उनी पनि आफ्नै शैलीमा कहिले गीत गाएर कहिले चाहिँ के गरेर पचाइराखेका छन् ती घेराबन्दीलाई चाहिँ तपाईको तर क्रस गर्न सक्ने अवस्था छैन यस्तो अवस्थामा यो नयाँ र पुराना पुस्ताहरूको बीचको लडाईलाई तपाईले कसरी हेर्नु भएको छ अब यसमा के छ भने एउटा राजा फालेर यी अहिले यो देशका ठूला राजनीतिक दलहरूले आफूलाई राजा नै सम्झिरहेका छन् यो कुरा चाहिँ 100% सत्य छ है उहाँहरूले एउटा राजा फाल्दै गर्दा त्यो राजालाई फालेर हामी राजा भयौं भन्ने उहाँहरूको मानसिकता चाहिँ पक्कै पनि छ तर त्यसलाई चाहिँ मेरो विचारमा यो आउने आगामी 84 को आउने चुनावमा तपाई हामी सबैले चिर्नु पर्छ भन्ने मलाई लाग्छ है किनभने नयाँ शक्ति जो चाहे बालेनजी हुनुहोला चाहे हर्कजी हुनुहोला हैन चाहे रविजीहरु हुनुहोला नयाँ शक्ति त्यहाँभन्दा पनि अरु नयाँ शक्ति पनि आउन सक्ला तपाई हामी पनि हुन सकौँला भोलिका दिनमा नयाँ शक्तिलाई चाहिँ स्वीकार गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ है किनभने नयाँ शक्तिको जन्मै फेरि कसरी भएको भने उहाँहरुको चाहिँ अदक्षताको कारणले चाहिँ भएको हो उहाँहरुको चाहिँ सही कार्यदिशा नहुनुले चाहिँ नयाँ शक्तिको जन्म हुने हो हिजो राजाले चाहिँ राम्रो गरेनन् राजनीतिक दलहरुको चाहिँ जन्म भयो हिजोका ठूला चाहिँ राजनीतिक दलले चाहिँ राम्रो नगर्दै गर्दा हिजो रविजीहरु बालेनजीहरु हर्कजीहरु चाहिँ को चाहिँ जन्म भयो अब यसरी चाहिँ हुन्छ जस्तो मलाई लाग्छ है अब मेरो त चाहिँ सोचाइमा के छ भने नयाँ शक्ति आउनुपर्छ नेपाली सम्पूर्ण नेपाली जनता चाहिँ स्वतन्त्र हुनुपर्छ कुनै स्वतन्त्र पार्टी होइन स्वतन्त्र हुनुपर्छ स्वतन्त्र चाहिँ आफ्नो चाहिँ मत चाहिँ जाहेर गर्नुपर्छ कुनै पुरानो पार्टीमा लागेको कुनै मान्छे राम्रो पनि हुन सक्छ है त्यो पुरानो पार्टीमा छ भन्ने बित्तिकै उसलाई बहिष्कार गर्नुपर्छ भन्ने पनि होइन राम्रो मान्छे चाहिँ चिनेर चाहिँ उनीहरुलाई चाहिँ भोटिङ गर्नुपर्छ भन्ने मेरो मान्यता चाहिँ त्यो छ दर्शकबिनहरु हामी अत्यन्त ऊर्जावान युवा व्यवसायी दीर्घजीसँग चाहिँ छलफल गरिरहेछौं उहाँ भन्नुहुन्छ कि यो देशमा सबैभन्दा पहिला जनता स्वतन्त्र हुनुपर्छ कुनै राजनीतिक दलको कार्यकर्ता हैन अब जनता चाहिँ स्वतन्त्र हुनुपर्छ र राम्रा मान्छेहरुलाई यो देश चलाउन सक्ने ठाउँमा पुर्याउनुपर्छ देशको बागडोर चलाउने ठाउँमा पुर्याउनुपर्छ र अब पक्कै पनि कतै चाहिँ दाग नलागेका भिजन बोकेका नयाँ युवाहरू 84 सालसम्म चाहिँ यो देशमा को सत्ता चलाउने ठाउँमा जिम्मेवारी ठाउँमा पुग्ने छन् भन्ने छलफल हामीले संवाद गरिरहेका छौं हामी पुनः संवादलाई जोड्दै छौं खास गरिकन हेर्ने हो भने यो देशमा हरेक पार्टीमा हरेक जनता चाहिँ काहीँ न काहीँ चाहिँ जोडिएका छन् धेरै जनता एउटा हैन दुईटा तीनटा चारवटा पार्टीका सदस्यता कार्ड गोजीमा बोकेर हिँडिरहेका छन् यो देशको भाग्य भविष्य यो मुलुकको भाग्य भविष्य बनाउने हो भने
यहाँको सबैभन्दा मूल कारण चाहिँ भ्रष्टाचार हो। के नयाँ पुस्ता आयो भने यो भ्रष्टाचारको अन्त्य हुन सक्छ? यस्तो नयाँ पुस्ता आउने बित्तिकै भ्रष्टाचारको अन्त्य हुन्छ भनेर चाहिँ आकलन गर्नु पनि राम्रो नहोला। के छ भने सबैभन्दा चाहिँ मैले देखेको चाहिँ अहिलेको परिवेशमा प्रत्येक जनता कुनै न कुनैमा आबद्ध हुनु नै सबैभन्दा दुःखद कुरा हो। किनभने कुनै पार्टीमा आबद्ध भएको जनताले विपक्ष पार्टीको राम्रो क्याडर चाहिँ विपक्ष पार्टीको राम्रो नेता छ भने पनि उसलाई भोटिङ गर्न सक्दैन उसले, है। त्यो सबैभन्दा गलत कुरा हो। त्यही भएर म त भन्छु यसको पनि मलाई के लाग्छ भने यसको कारण मान्छेको चाहिँ गरिबी होला। किनभने मान्छे आश हुन्छ नि, ल मैले फलानु पार्टीमा चाहिँ यस्तो मान्छेलाई चिनिराखेको छु, उसलाई भयो भने मलाई भोलि सपोर्ट गर्ला, होइन? त्यस्तो चाहिँ हो जस्तो लाग्छ मलाई। तर जनता स्वतन्त्र हुनुपर्छ, जनताले चाहिँ सही मान्छेलाई चाहिँ चुन्नुपर्छ। राजनीतिक पार्टीभित्र भएको पनि कुनै चाहिँ ऊर्जावान चाहिँ नेतृत्व छ, एउटा भिजनेबल नेता छ भने उसलाई पनि भोट गर्नु हुँदैन भन्ने होइन, है। उसलाई पनि गर्न सकिन्छ। जनता स्वतन्त्र हुनु पर्यो। अब के छ भने तपाईँले भनेको चाहिँ क्वेसनमा आए, म भ्रष्टाचार रोकिएला कि नरोकिएला, रोक्नु पर्छ। जबसम्म भ्रष्टाचार रोकिँदैन तबसम्म चाहिँ यहाँ कसैले केही गर्न सक्दैन क्या। भ्रष्टाचार गर्ने मान्छेलाई पनि यो कुरा थाहा नहोला। उसलाई के छ भने मैले भ्रष्टाचार गरेर मेरो खातामा पैसा आयो अथवा मेरो पकेटमा पैसा आउने बित्तिकै म सम्पन्न हुन्छु भन्ने उसलाई चाहिँ त्यो किसिमको भ्रम होला। तर के छ भने उसलाई यो कुरा चाहिँ जान्न जरुरी छ कि मेरो पकेटमा पैसा होला तर मेरो राज्य नै कमजोर छ भने त्यो मेरो पैसाको पनि अर्थ नहोला भन्ने कुरा उसले पनि बुझ्न जरुरी छ जस्तो लाग्छ, है। त्यही भएर चाहिँ नेपाली युवाहरूले अथवा नेपाली जनताहरूले अब सही भिजन भएका एउटा इमानदार, है, उसले समाजमा केही गर्न सक्ने नेतृत्वलाई एनी हाउ जसरी पनि चाहिँ त्यस्तो नेतृत्व ल्याउन जरुरी छ। यो 84 मा हुनै पर्छ, किनभने अब धेरै ढिलो पनि भइसक्यो। पक्कै पनि अब त्यसपछि 84 सालमा चाहिँ दीर्घ आचार्यजीलाई चाहिँ यो अभियानमा नयाँ भिजन भएका युवाहरूको लहरमा यहाँलाई पनि देख्न पाइन्छ। यो अभियान हामीले त्यति फर्मल्ली चाहिँ हामीले चाहिँ ठुलो चाहिँ रूपमा गर्न नसके पनि यो 84 भन्दा अघिल्लो चुनावमा पनि हामीले यो अभियानलाई चाहिँ कहीँ न कहीँ चाहिँ चुनावको बेलामा हामीले चाहिँ त्यसलाई चाहिँ युटिलाइज गर्न खोजिराखेका थियौँ। जस्तो के छ भने मान्छे स्वतन्त्र हुनुपर्छ। अहिले अघिल्लो चुनावमा पनि मैले पनि विभिन्न पार्टीका मान्छेलाई भोट हालेँ, किनकि प्रदेशमा एउटा पार्टीको मान्छे राम्रो लाग्यो, है, उसलाई हाले। अब संघमा चाहिँ एउटा राम्रो लाग्यो, अब पालिकाहरूमा अर्कैलाई दिए, किनभने म स्वतन्त्र थिएँ। मैले आफ्नो स्वतन्त्र विवेक प्रयोग गरेँ। मसँगैका साथीहरू जो कुनै पार्टीमा आबद्ध हुनुहुन्थ्यो उहाँहरूले त्यो विवेक प्रयोग गर्न पाउनु भएन, किनभने उहाँहरू एउटा पार्टीको झण्डा मुनि हुनुहुन्थ्यो। उहाँहरू कसैको, म त के भन्छु भने कुनै पार्टीको उहाँहरू दास हुनुहुन्थ्यो, होइन? त्यही भएर उहाँले आफ्नो स्वतन्त्र विवेक प्रयोग गर्न पाउनु भएन। आफ्नो स्वतन्त्र विवेक प्रयोग गर्नको लागि स्वयं व्यक्ति स्वतन्त्र हुनु पर्यो। अहिले त स्वतन्त्रताका कतिौं चाहिँ आन्दोलनहरू भए विश्वभरि, होइन? मान्छे स्वतन्त्र प्राप्तिको लागि चाहिँ के गरे। तर हामी कहाँ के छ भने आफ्नो स्वतन्त्रता हरण गर्नको लागि कुनै पार्टीको सदस्यता लिने चलन छ। यसलाई एकदमै ब्यान्डै गर्नुपर्छ भन्छु म त। आफ्नो स्वतन्त्रता नै हरण गर्नका निम्ति चाहिँ पार्टीको सदस्यता लिइरहेका छन्। त्यही पार्टी सदस्यताका कारणले हाम्रो स्वतन्त्रता गुमेको कुरा चाहिँ नेपाली जनताले बुझेका छैनन्। अब स्वतन्त्र हुनुपर्छ, विवेक प्रयोग गर्नुपर्छ र 84 सालमा देश बदल्ने हो भने मत बदल्न पर्छ। एकदम 100% समयहरू पक्कै पनि जुम्लाबाट 84 सालमा यहाँले भने जस्तै जुम्लाबाट नेतृत्व गरेर संसदसम्म र तपाईका आफ्ना भिजनहरू चाहिँ देख्न पाइयोस्। हामी यहाँलाई शुभकामना दिन चाहन्छौँ। हाम्रो कार्यक्रम मार्फत अन्त्यमा यहाँ दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? मैले धेरै कुरा त भनि पनि सकेँ। अब आउने नेतृत्वलाई जोडेर भन्नुपर्दा जे कुरा मैले भने, आउने चुनावमा 84 को आउँदै गरेको चुनावमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले तपाईहरूले पनि चाहिँ कुनै आफ्नो पार्टीको मान्छे भन्दै खराब मान्छेलाई भोट नहाल्नुहोस्। एउटा राम्रो मान्छे चुज गर्नुहोस्। कुनै पार्टीमा आबद्ध भएको होस् अथवा बाहिरको मान्छे होस्, त्यसमा कुनै फरक परेन। तर त्यो मान्छेको नियत कस्तो छ, नियत बुझ्नुहोस्। त्यो मान्छेको इमानदारिता बुझ्नुहोस्, त्यो मान्छेको क्षमता बुझ्नुहोस्। त्यस्ता मान्छेलाई भोट हाल्नुहोस् र हाम्रो देशलाई चाहिँ एउटा चाहिँ यहीँ बसेर गरी खाने देश बनाउनु पर्छ। यसमा चाहिँ तपाईहरूले चाहिँ आउँदो चुनावलाई आफ्नो भोट परिवर्तन गरेर
त्यो सपना साकार गर्नुहुनेछ भन्ने आश पनि गरेको छु। हस्त धन्यवाद। आज हामीसँग युवा व्यवसायी ऊर्जावान व्यक्तित्व हुनुहुन्थ्यो दीर्घ आचार्य। जुम्लाबाट पक्कै पनि हामी उहाँको व्यवसायको सफलताको कामना गर्दछौँ र यो देशमा सत्ताको बागडोरसम्म उहाँको यात्रा तय होस् र यस्तै भिजनरी युवाहरूसँग हामी देशको समसामयिक विषयमा छलफल गर्ने गर्छौँ। आजको विशेष संवाद यति नै। हेर्दै गर्नुहोला BMN 4K टेलिभिजन। नमस्कार। BMN News. In-depth stories.